प्रचण्डको 1 दल 2 दल 3 दल 4 दल 5 दल 6 7 8 9 10 दलसम्म पुग्ने सम्भावना छ र धेरै ठुलो शक्तिशाली पार्टी बन्ने सम्भावना छ भनेर प्रचण्डले भन्नुभएको छ र एकदमै राम्रो कुरा हो। मैले प्रचण्डले दल 8 दलसम्म सहमति गर्नुभयो, अझै थपिने सम्भावना छ भएको कुरालाई एकदम राम्रो पक्ष पनि लिए र एकजना हाम्रो बाजे हुनुहुन्थ्यो के स्वर्गीय कलमसिंह बाजे हुनुहुन्थ्यो, उहाँ पनि पार्टीमा हुनुहुन्थ्यो। उहाँले यस्तो भन्नुहुन्थ्यो के अब सँगै हामी कार्यक्रममा जान्थ्यौँ, तर प्रचण्डले यस्तो भन्नुहुन्थ्यो नाति, तर परिवार सानो भए पनि डिबी चाहिँ ठुलो हुनुपर्छ भन्नुहुन्थ्यो के। जस्तै गाउँघरमा आटो रार्ने डिबी ठुलो हुनुपर्छ र त्यसमा कुनै पाहुना आए पनि सजिलो हुन्छ भनेर भन्नुहुन्थ्यो। सायद अब त्यो 9वटै घर बनाउनु भन्दा त ठुलो घर 9 जना अट्ने बनाए एकदमै राम्रो। यहाँको कुरालाई म एकदमै सहमत छु र धेरै खुसी पनि लाग्यो, किनकि 8-9 दल भन्नुभन्दा अब 9 जनाको कुरो त कहाँ कहाँ मिल्दैन, तर 9 जनाको एउटा लिडरसिप भएपछि एकदमै राम्रो कुरा हो। हवस् त, नमस्ते।